कहिलेकाहीँ परिस्थितिले हामीलाई कमजोर बनाउँछ, असफलताले डर देखाउँछ र समाजले तिमीहरूले के गर्न सक्दैनौ भन्छ। तर याद राख्नुहोस्, तपाईँको भाग्य अरूको बोलीमा होइन, तपाईँको मेहनतले लेखिन्छ। जीवन सधैँ सजिलो हुँदैन, सङ्घर्ष आउँछ, कहिलेकाहीँ आफूसँगै आफूलाई शङ्का लाग्छ, तर यही सङ्घर्ष नै सफलताको सिडी हो। असफलता अन्त्य होइन, सिकाइको सुरुवात हो। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो स्थायी होइन। यदि तपाईँ निरन्तर प्रयास गर्दै हुनुहुन्छ भने भोलिको तपाईँ आजको भन्दा धेरै बलियो हुनेछ। अरूको सफलतासँग आफूलाई तुलना नगर्नुहोस्। तपाईँको यात्रा फरक छ, तपाईँको गति फरक छ। सधैँ सकारात्मक सोच राख्नुहोस्, हिम्मत नहार्नुहोस्। याद राख्नुहोस्, साना कदमले पनि ठुला सपना पुरा हुन्छ। अनुशासनले प्रतिभालाई जित्छ र निरन्तरताले असम्भवलाई सम्भव बनाउँछ। र निर्णय लिनुहोस्, डरभन्दा ठुलो सपना देख्न, आलस्यभन्दा ठुलो लक्ष्य बनाउन। किनकि तपाईँ हार्न जन्मिनु भएको होइन। आफूमा विश्वास राख्नुहोस्, सफलता तपाईँको बाटो खोज्दै आउँछ। आफूमा विश्वास राख्नुहोस्, सफलताले तपाईँको बाटो खोज्दै आउँछ। धन्यवाद।